एकैचोटि कस्तो खतरा पानी पर्न थाल्यो क्या गडङ गुडुङ गर्न थाल्यो क्या अनि अब यहाँ पानी परेर यस्तो समस्या बनाइदियो है यहाँनिरको अब छैन अरे यति त अरे बैगरीले भनेमा चाँडो हुनु यति अरे समस्या सुन्यौ न ओ अब बैगरी हुन्छु समस्या सुनाउँछु Motherfucking design all right now. Bring it down, Hi, hello everyone, namaste and welcome back with new episode, new vlog ma तपाईहरुलाई स्वागत छ के छ तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम ठीक छु फाइन छु एभ्रीथिङ इज वेल भन्नुपर्छ अनि सर्वप्रथम तपाईहरुलाई आज के भन्छ उँभौली पर्व किरात धर्मावलम्बीहरुको एकदम ठुलो महान चाड है अनि त्यसमाथि अब के भन्छ बुद्ध जयन्ती पनि हो अनि आज चाहिँ लगभग अब यो हाम्रो यो गाउँ समाजमा जुन मेरो जन्मस्थान छ त्यो समाज एरियामा चाहिँ सब प्राय किरात धर्मावलम्बीहरु 40-50 घरहरु रेसियोमा त्यस्तै हुनुहुन्छ होला अनि उहाँहरुको आज के भन्छ यहाँनिर चण्डी नचाउने अनि खतरा प्रोग्रामहरु हुन्छ खाने यताउता सबै कुराहरु हुन्छ भनौँ एउटा गाउँ घरको बिहे भोज भतेर जतिकै हुन्छ अनि त्यही भएर म यहाँ आएको चाहिँ त्यहाँ जान लागेको यहीँ परतिर नजिकै हो अनि स्टार्ट हुन लाग्यो होला अथवा स्टार्ट भएको छैन भने त्यहाँ गएर म अपडेट दिइहाल्छु अब भएको छ छैन त्यो कुराहरु पनि अनि त्यही हो अब एकदम हिजो आज रमाइलो भइरहेछ त गाउँ घर आएर नि त्यति धेरै बसिराखेको छैन यताउता हिँड्ने अनि आकुना मटाटा व्हाट्सअप ठीक छ अर्को मेरो चाहिँ ल्याइदिनु ए तेरो अरे एउटा टाउकोमा सिडी राखेछ तेरो अरे यो अरे यो के गरेको खुइलेको आम कसरी खुइले भयो कसरी खुइले अर्काको भनेपछि चाहिँ है अनि त्यही नि अब हामी जाँदैछौँ अगाडि अनि यदि तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला अझै धेरै माया देखाइदिनु होला मयुङको ब्लग कस्तो लाग्यो तिनजुरेको क्याम्पिङ ब्लग कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला अनि सो किप वाचिङ किप लभिङ किप सपोर्टिङ एक दुईटा शब्द दिनु त काका दिस इज लोकल चाँचेको जुस यतिको कति पर अरे 25 ml यतिको मात्र 400 केडी ल ठीक छ यो चाहिँ खासमा के मिसेको हुन्छ यसमा ब्लडै मात्रै प्योर ब्लड हुन्छ अर्थात् सुँगुरको रगत रक्ती बुच्चाको भुनीको विविध छ छर्न चाहिँ यहाँ तर जे भने टेस्टी छ ब्लडै मात्रै हैन त ब्लड एकदम यहाँ अहिले मिसिन्छ त्यहाँ थोरै चिजहरु मिसिन्छ कार्चे मार्चेहरु मिसिन्छ अब तपाईहरु यहाँ देख्न सक्छ आजको मेन आकर्षक गत्तिलै भाँडामा छ सानो दिन लोकल चाँच मिट भन्छ यसलाई हैन कालो बङ्गुरको चाहिँ नि भान्सो यता चीज हो यो सेटअप बन्दैछ आजको त्यहाँ राइट यहाँनिर चाहिँ अब यताको कार्यक्रमहरुको स्टार्टिङ हुन लाग्यो त्यहाँनिर सेउलाहरु टक्क लगाएर रेडी बनाइराख्नु भएको छ अनि भान्सा यता रेडी भइरहेछ अनि यता सबजना आइराख्नु भएको छ त्यस हल्का मान्छेहरुको चलपलहरु बढिरहेछ उता पर पनि हुनुहुन्छ सबैजना आउनु भएको छ अनि सो त्यही नै अब हामी एकछिन यहीँ बस्छौँ अब साकेला डान्स यहीँ स्टार्ट हुन्छ यहाँ चाहिँ साकेला पनि स्टार्ट भइसक्यो है अनि मैले उद्घाटनको पनि देखाइहालेँ अब यहाँनिर के भन्छ साकेला त्यो के भन्छ स्टेपहरू साकेला चिल्लीहरू के भन्छ त्यो मलाई आइडिया मलाई क्लियरली थाहा छैन अनि त्यो पनि अब यहाँनिर अब स्टार्ट हुन्छ अनि त्यो झन् दामी हुन्छ त्यो किप वाचिङ किप लभिङ किप सपोर्टिङ है अनि जो
हेर्नुहोस् मजा भइरहेछ एउटा राई कल्चरभित्र हामी यसरी भिजेर डुबेर हेरिरहेको छौँ होइन। अनि यहाँ सब राई बस्ती मात्रै हुनुहुन्न, सब यहाँ छेत्री बाहुनहरू सबैजना आएर एकदम मनोरञ्जन लिइराख्नु भएको छ, आनन्द मजाले हेरिराख्नु भएको छ। यता बसेर अनि उता परतिर बसेर एकदम मजा लिइराख्नु भएको छ, यता माथि पनि बसिराख्नु भएको छ होइन। जो यो एउटा के भन्छ संस्कृतिको जगेना भने यसलाई संरक्षण भन्नु, अब संस्कृतिको संरक्षण गर्ने चाहिँ यसरी हो क्या एकदम। अनि म चाहिँ अब सानैदेखि यो राई कल्चर अब राई के भन्छ बस्तीहरूको वरिपरि जन्मेको हुर्केको भएर पनि होला एकदम मलाई चाहिँ मनपर्छ। अनि त्यही भएर पनि मैले आज यसलाई चाहिँ डिटेली सबै कुराहरू देखाइदिनुपर्छ भन्ने कुराहरूले। अनि त्यहाँभित्रको त्यो चिन्हहरूबाट अघि रक्सीहरू छर्केको पनि तपाईँहरूले देखिहाल्नु भयो होला। एकैचोटि कस्तो खतरा पानी पर्न थाल्यो, क्या गडुङ गुडुङ गर्न थाल्यो क्या। अनि अब यहाँ पानीमा बिजोग हुन्छ, मान्छेहरू सब भागारे भागेर न बाफ्रे मान्छेहरूको भागारे भागे त के भन्छ पानीमा भिजिन्छ भनेर। तर यहाँनिर डान्स चाहिँ चलिरहेछ जो भयो भने पानी नै परे पनि होइन, खतरा डान्सहरू चलिरहेछ। किप वाचिङ किप लभिङ, सबजनाले मजाले मनोरञ्जन लिइरहेको। यहाँ चाहिँ लगातार नाचेको आधी घन्टा जति हुन लाग्यो होला है, टाइम एक्ज्याक्टली हेरिएन। तर वेदर एकैछिनमा यस्तो भयो कि अघि त्यस्तो खुल्ला ठाउँ यहाँनिर अब यहीँबाट त्यहीँनिर नदेखिने भइसक्यो क्या। मान्छेहरू पनि यतातिर गयो सबजना उहाँ गएर गुडुल्की परेर बसिसक्नु भयो। अनि यता हेरौँ न, ओ गजी मामा के छ त हाम्रो लादेन सर, के छ लादेन सर? आज 4 बजे उठ्यो भने म धर्म कर्मतिरै भयो नि त। पानीले डुटाउने जस्तो सम्भावना धेरै भइसक्यो। अब किप वाचिङ के कस्तो हुन्छ अपडेट दिइरहन्छ। अलराइट, पानी परेर यस्तो समस्या बनाइदियो है। त्यहाँनिरको अब साकेला डान्स गर्नेहरू पनि सबै यता आइसक्नु भयो। अनि यहाँ सबजना उता लागेर बसिराख्नु भएको छ। एकैछिनमा पानी पर्यो, वेदर एकैछिनमा यस्तो चेन्ज भयो है। अनि यता पनि जोस कामहरू भइरहेको छ। पानी पर्छ भनेन अनि छैन अरे यति त हो। पैकरीले भनेमा चाँडो हो नि यति हो। समाज सुन्यौ न। ओ अब पैकरी हुन्छु, समाजमा सुनाउँछु। कोट लाग्यो नि यति बता। यो बार ठीक गरेर जरा कसो कसो ठ्याप्पै ल्याएर नभए थोरै छ मान्छे भित्र छ अझै पर। यसले गर्दाखेरि कसो ठ्याप्पै हेरौँ न कति राम्रो कति पुगे जाने छ। पानी त यस्तो पर्यो है, बाहिरै निस्किन नसक्ने गरी। अनि त्यहाँ भाँडाकुँडा माझिराख्नु भएको छ। सुँगुरको मासु पानी भरि नै आँटिसक्यो सुँगुरको मासुमा त। झोल मात्रै चोक्टा चाहिँ खोज्नु पर्ने अवस्था आउने भएको छ। अनि त्यहाँनिर ढोल झ्याम्टाहरू त्यहीँ छ। अनि त्यहाँ पानी अड्केर बिजोगले गरिरहेछन्। राइट, अब चाहिँ पानी रहिसक्यो होइन।
हाकु नाम टाटा के छ अनि पानी रहेर चाहिँ हल्का राहत मिलिरहेछ यहाँ अनि कस्तो बनाउने अरे अब अर्को साल चाहिँ म यतिको चाहिँ बनाउँछु लिएर टक्क यतिको चाहिँ बनाउने हो कि यस्तो फलो गर निकाल्ने हो म के हो नि कसको बिहेमा आएको आज हामी जन्ती कसको बिहेमा मान्छे आजको बेहुला चाहिँ मेन अलराइट यहाँ चाहिँ अब लास्टको के भन्छ चण्डी नाच सुरु भइरहेको छ अहिले पानी पनि परेर चटचुट गइसक्यो मान्छेहरू पनि सबैजना घर जानु पुगिसक्यो यता आगो ताप्दै बसिराख्नु भएको छ कोही है अनि खाजा पनि खायो मजा भयो अनि किराँती संस्कृतिको अब यस्तै हो के भन्छ यसलाई चाहिँ मान चाडको रूपमा लिन्छ यहाँ चाहिँ एकदम थोरै कम घरधुरीहरू छ त्यही भएर पनि अलिक के भन्छ मान्छेहरू जनसङ्ख्याहरू कम भएको अब बजारमा जस्तो हुँदैन यो एउटा रिमोट एरिया हो नि त गाउँ हो त्यही भएर पनि अलिक मान्छेको सङ्ख्या न्यून छ अनि त्यही नै हो अब यस्तै हो किराँत संस्कृतिको अब मैले देखाएर देखाउनु पर्ने कुराहरू चिन्डोहरू अनि अस्ति त्यो मुन्जुम ट्रेलमा भेटेको पनि हामीले सबै यस्तै कुराहरू मात्रै हो है अनि यस्तै छ कल्चरहरू यस्तै हो ड्रेसहरू यस्तै हो अनि उहाँहरू मेरो असिस्टेन्ट क्यामेराम्यानले त्यहाँ पुरै भिडियो हानिरहेको छ अनि त्यही हो किप वाचिङ किप लभिङ अनि मैले चाहिँ भ्लग अब एकछिनपछि स्क्रिन गर्छु अथवा यहीँ युन हुन्छ के हुन्छ स्टे ट्युन है त माया देखाइदिनु होला कानै छैन त या त बु आजको लाइटर हौ लाइटर खोइ ए म त लाइटर खोइ लाइटर मामा लाइटर दिनु लाइटर छैन भने कस्तो मान्छे चाहिँ यो हामी लाइटर छैन भने होइन अब लाइटर के खाएको मान्छे चाहिँ उता आगो हो उता ल दइन्ड है त आजको पनि I got so